सम्पूर्णमा दर्शन नमस्ते है। ल यो सबै कुरो चाहिँ मनन गरेर आज चुनावको दिन छ। सही व्यक्तिलाई चाहिँ चुन्ने चाहिँ दिन छ। त्यसकारणले यो सबै चिज मनन गरेर मात्रै भोट दिनु होला है। ल धन्यवाद। भिडियो राम्ररी हेर्नु होला। ल मतदान गर्नु अगाडि आजसम्म मानेको कुनै नेता, पार्टी वा चुनाव चिन्ह होइन, विदेशीका छोरो छोरी, बुहारी, श्रीमान वा श्रीमतीसँगको विदाईको वियोग सम्झनुहोला। विदेशी मरुभूमिमा बगेका तपाईँका आँसु पसिना सम्झनुहोला। एकातिर राज्य लुटेका नेता र कार्यकर्ताको चुरीफुरी, अर्कातिर आम जनताको मजबुरी सम्झनुहोला। आम जनताले जीवन जलसम्म नपाएको र देशमा एउटा सुविधा सम्पन्न अस्पताल नबनाएका नेताहरू रुगा लाग्दा आछ्यौ आउँदा पनि राज्यको खर्च गरेर सिङ्गापुर पुगेको सम्झिनुहोला। यिनीहरूको कुशासन र अहङ्कार पनि सम्झिनुहोला। संसारले सबैभन्दा तेज गतिमा विकास गर्दा नेपालमा खेर गएका 37 वर्ष सम्झनुहोला। जम्मा सुशासन मागेका अबोध केटाकेटीमाथि यिनीहरूले चलाएको गोली सम्झनुहोला। गोली चल्दा 2/3 सरकार चलाउन पनि गठन भएको उच्च राजनीतिक संयन्त्र र त्यसमा बस्नेहरू को थिए तिनको अनुहार सम्झनुहोला। र त्यति धेरै युवा मारिएको साँझ पनि यिनीहरूको अनुहारमा अपराध बोध होइन, अहङ्कार र क्रूरता छल्किरहेको सम्झनुहोला। सिंहदरबार पुग्ने राजनीतिलाई धेरै पटक मत दिनुभयो यहाँहरूले। त्यो केवल नेताका लागि भयो, जनताका लागि भएन। अब सिंहदरबार बदल्ने संकल्पका लागि मत दिनुहोस्। अब सिंहदरबारबाट नै सुरु गर्ने हो नीलो क्रान्ति।